नमस्कार साथीहरू। आज म शाखा अधिकृतको तेस्रो पत्रको खण्ड क सामाजिक मामिलाहरू अन्तर्गत 1.2 मा रहेको सामाजिक न्याय र समानता सोशल जस्टिस एन्ड इक्वालिटीको बारेमा छलफल गर्न गइरहेको छु। अब परीक्षा पनि नजिकै गइरहेको हुनाले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब सुरु गरौँ। अब सामाजिक न्याय र समानतामा सामाजिक न्यायको परिचय पहिला हेरौँ। समाजमा पिछडिएका वर्ग, समुदाय, लिङ्ग र क्षेत्रका मानिसहरूलाई विशेष कार्यक्रम र अवसरका माध्यमबाट समानतातर्फ उन्मुख गराउने प्रणाली नै के हो त सामाजिक न्याय हो। सामाजिक न्याय भनेको समाजमा समानता कायम गराउने एउटा टुल हो। समाजमा पिछडिएका वर्ग, समुदाय, लिङ्ग र क्षेत्रका मानिसहरूलाई विशेष कार्यक्रम र अवसरहरूका माध्यमबाट समानतातर्फ उन्मुख गराउने प्रणाली नै के हो त सामाजिक न्याय हो। के हो? सामाजिक न्याय। यदि समाजमा सामाजिक न्याय कायम भयो भने मात्र के हुन्छ त समानता कायम हुन सक्छ। त्यही भएर सामाजिक न्याय भनेको समानता कायम गराउने एउटा के हो त टुल हो। सकारात्मक विभेदको माध्यमबाट सामाजिक समानता कायम गर्न अवलम्बन गरिने रणनीति नै के हो त सामाजिक न्याय हो। सकारात्मक विभेदको माध्यमबाट सामाजिक न्याय कायम सामाजिक समानता कायम गराउने, सकारात्मक विभेदको माध्यमबाट सामाजिक समानता कायम गराउने कायम गर्न अवलम्बन गर्ने रणनीति के हो त सामाजिक न्याय हो। समाजमा पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग, समुदाय का मानिसहरूलाई विशेष कार्यक्रम र अवसरका माध्यमबाट समानतातर्फ उन्मुख गराउने प्रणाली नै के हो त सामाजिक न्याय हो। सकारात्मक विभेदको माध्यमबाट सामाजिक समानता कायम गराउन अवलम्बन गरिने रणनीति पनि के हो त सामाजिक न्याय हो। यसै गरी सामाजिक न्यायले विगतमा विभेदमा परेका वा पारिएका समुदायका लागि क्षतिपूर्ति सहितको न्याय प्रदान गर्ने कुरालाई बुझाउँछ। स्रोत साधनको वितरणमा विपन्न समुदाय, सीमान्तकृत वा न्यून पहुँच भएका वर्ग समुदायलाई विशेष प्राथमिकता दिनु। स्रोत साधनको वितरणमा विपन्न समुदाय, सीमान्तकृत वा न्यून पहुँच भएका वर्ग समुदायलाई विशेष प्राथमिकता दिनु। सार्वजनिक वस्तुमाथिको पहुँच सुनिश्चित गर्नुलाई पनि सामाजिक न्यायको रूपमा लिइन्छ। Social justice is the view that everyone deserves equal economic, political and social rights and opportunities। अर्थात् प्रत्येक नागरिकको समान आर्थिक, राजनैतिक, सामाजिक तथा अवसर प्राप्त गर्न सामर्थ्य रहन्छन् भन्ने सामाजिक अधिकार तथा अवसर प्राप्त गर्न सामर्थ्य रहन्छन् भन्ने दृष्टिकोण नै के हो त सामाजिक न्याय हो। सोशल जस्टिस इज justice in relation to the distribution of wealth, opportunities and privileges within a society where individuals' rights are recognized and protected भनेर भनेको छ। सामाजिक न्याय समाजमा सम्पत्ति, अवसर र लाभको वितरणसँग सम्बन्धित छ, जहाँ व्यक्तिगत अधिकार र सम्मानको संरक्षण गरिन्छ भनेर भनिन्छ। अब सामाजिक न्यायको अवधारणा र दृष्टिकोणहरू। सामाजिक न्यायको अवधारणा र दृष्टिकोणहरू। सामाजिक न्यायको अवधारणाको विकास कसरी भयो त त्यसको बारेमा छलफल गरौँ। ईसापूर्व 450 तिर नै ग्रीक दार्शनिक प्लेटोले आफ्नो पुस्तक द रिपब्लिक मार्फत आदर्श राज्यको परिकल्पना गरे, जसमा राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्दछ भनियो। समाजको प्रत्येक मानिसले आफूलाई उत्कृष्ट साबित गर्न सक्ने अवस्थाको सिर्जना हुनुपर्नेमा उनले जोड दिए, जुन सामाजिक न्यायको अवधारणाको सुरुवात भयो। ईसापूर्व 450 तिर ग्रीक दार्शनिक प्लेटोले आफ्नो पुस्तक द रिपब्लिकामा के भनेका थिए भन्दाखेरि आदर्श राज्यको परिकल्पना गरेका थिए, जसमा राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्दछ भनियो। समाजको प्रत्येक मानिसले आफूलाई उत्कृष्ट साबित गर्न सक्नुपर्ने अवस्था सिर्जना हुनुपर्नेमा उहाँले जोड दिनुभयो, जुन सामाजिक न्यायको अवधारणाको सुरुवात भयो। प्लेटोका फलोअर्सका रूपमा सुकरातलाई वेस्टर्न फिलोसफीको प्रणेता मानिन्छ। उनले प्रत्येक मानिस रुल अफ द सोसाइटी मान्न तयार हुनुपर्दछ, जहाँ सबैलाई समान रूपले बाँच्न पाउने अधिकार छ भनिएको छ। इस्टर्न फिलोसफीमा ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तुमा कश्चिददु खभागोएतको अवधारणा आयो। यसको मतलब चाहिँ सबै सुखी हुन्, कसैलाई रोग नलागोस्, सबैको मनोकामना पुरा होस्, कोही दुखी नहुन् भन्ने थियो हैन। इस्टर्न फिलोसफीमा अब यो पूर्वीय दर्शनमा चाहिँ हाम्रो यतातिरको दर्शनमा चाहिँ ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तुमा कश्चिददु खभागोएत भन्ने अवधारणाको विकास भयो। त्यसको अर्थ के थियो भन्दाखेरि सबै सुखी हुन्, कसैलाई रोग नलागोस्, सबैको मनोकामना पुरा होस्, कोही दुखी नहुन् भन्ने थियो। तर वर्ण व्यवस्था र छुवाछुतका कारण फेरि सामाजिक न्याय कमजोर बन्यो। त्यसपछि आएको वर्ण व्यवस्था र छुवाछुतका कारणले गर्दाखेरि सामाजिक न्याय कमजोर बन्यो।
वेस्टर्नमा पनि वर्ण रेसियल र लैङ्गिक विभेदले सामाजिक न्याय कमजोर बनेकै थियो। अब वेस्टर्न कल्चरमा पनि फिलोसफीमा पनि कल्चरमा पनि के छ त रेसियल डिस्क्रिमिनेसन छ होइन, लैङ्गिक विभेद थियो त्यहाँ पनि त्यसको कारणले गर्दाखेरि सामाजिक न्याय कमजोर बनेकै थियो। अमेरिकामा सन् 1920मा भएको संविधानको 19औँ संशोधनले मात्र महिलाहरूलाई मतदानको अधिकार दियो। अमेरिकामा सन् 1920मा भएको संविधानको 19औँ संशोधनले अमेरिकामा 1788-89तिर संविधान बनेको थियो होइन, तर 1920मा सन् 1920मा 1788-89तिर संविधान बनेको थियो भने 1920मा भएको संविधानको 19औँ संशोधनले मात्र के गर्यो त महिलाहरूलाई मतदानको अधिकार दियो। बेलायतमा यस्तो अधिकार 1928 पछि मात्र प्राप्त भयो। बेलायतमा महिलालाई मतदानको अधिकार 1928 पछि मात्र प्राप्त भएको थियो। 16औँ शताब्दी पछिको औद्योगिक क्रान्ति पश्चात मालिक र श्रमिक वर्गको उदय भयो। श्रमिकहरूलाई कम ज्यालामा काम लगाउने, पारिश्रमिकमा महिला र पुरुष बीच विभेद हुने, श्रमको शोषण हुने अवस्था आयो। श्रमिकको कार्यघण्टा, बिदा, ज्यालामा समानता लगायतका मागहरू पुरा गराउन श्रमिक सङ्गठन खोल्न थाले। श्रमिकको हक अधिकारको विषय उठ्न थाले है। अब मार्क्सिस्ट थ्योरीले श्रमिकहरूले न्यायका लागि सङ्घर्ष गर्नुपर्ने कुरा उठायो। मार्क्सिस्ट थ्योरीले के भन्यो भन्दाखेरि श्रमिकहरूले आफ्नो न्यायको लागि सङ्घर्ष गर्नुपर्ने कुरा उठायो। संयुक्त राष्ट्र सङ्घको स्थापना 1945 पछि सामाजिक न्याय र समानताका लागि संस्थागत वकालत भयो। संयुक्त राष्ट्र सङ्घको स्थापना 1945 पछि सामाजिक न्याय र समानताका लागि संस्थागत वकालत भयो। यसैको बडापत्रमा नै आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय सहयोग प्रवर्धन गर्नु भनिएको छ। संयुक्त राष्ट्र सङ्घको बडापत्रमा नै आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय सहयोग प्रवर्धन गर्नु भनिएको छ। मानव अधिकारप्रति सम्मान बढाउँदै जाति, लिङ्ग, भाषा वा धर्मको भेदभाव नगरी सबैलाई मौलिक स्वतन्त्रता प्रदान गर्ने उल्लेख गरिएको छ। सन् 1948 को मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै राष्ट्रहरू सामाजिक न्याय र समानताका लागि प्रतिबद्ध रहने, मानव बीचको कुनै प्रकारको भेदभाव नहुने कुरामा प्रतिबद्ध रहने कुरा उल्लेख छ। यसअघि 1947मा श्रमिकहरू बीच समान कामको लागि समान ज्याला हुने गरी ILO अभिसन्धि जारी गरिएको थियो। इन्टरनेसनल कन्भेन्सन अन द इलिमिनेसन अफ अल फर्म्स अफ रेसियल डिस्क्रिमिनेसन 1965, छुवाछुत विरुद्धको महासन्धि 1965, महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि 1979, बाल अधिकार सम्बन्धी महासन्धि 1989 जारी भई सामाजिक न्यायको प्रत्याभूति गरियो। विभिन्न मुलुकका संविधानमा सामाजिक न्यायका अन्तर्वस्तुलाई समावेश गर्न थालियो। विभिन्न मुलुकका संविधानमा सामाजिक न्यायका अन्तर्वस्तुलाई समावेश गर्न थालियो। नेपालकै पनि संविधानमा सामाजिक न्यायलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ। सामाजिक न्याय प्रवर्धन हुने गरी कानुनी प्रबन्धहरू गरिए। सामाजिक न्याय प्रवर्धन हुने गरी कानुनी प्रबन्धहरू गरिए। अब सामाजिक न्यायका दृष्टिकोणहरू त सामाजिक न्यायको अवधारणा भयो। अब सामाजिक न्यायका दृष्टिकोणहरू कुन छन् त? सामाजिक न्यायका दृष्टिकोणहरू, सामाजिक न्यायका दृष्टिकोण मध्ये पहिलो छ समानतामूलक दृष्टिकोण, इक्वालिटी बेस्ड एप्रोच। समानतामूलक दृष्टिकोण, सामाजिक न्यायको समानतामूलक दृष्टिकोण। समाजका सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदाय बीच विभेद नगर्नु र अवसरहरूमा समान पहुँच एवं सहभागिता सुनिश्चित गर्नु, कानुनको प्रयोगमा समानता कायम गर्नु, आधारभूत सुविधामा समानता, अत्यावश्यक सेवामा सबैलाई समानता, विपद व्यवस्थापनमा समान दृष्टिकोण अवलम्बन। अब सामाजिक न्यायको समानतामूलक दृष्टिकोणले के भन्छ भन्दाखेरि समाजमा रहेका सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र र समुदायहरू बीच विभेद गर्नु हुँदैन, अवसरहरूमा समान पहुँच हुनुपर्छ, सबैको समान सहभागिता सुनिश्चित हुनुपर्छ र कानुनको प्रयोगमा सबैलाई समानता कायम गर्नुपर्छ भनेर भन्छ। यसमा कसैलाई पनि विभेद नगरिकन सम्पूर्ण वर्ग, जाति, क्षेत्र र समुदायका मानिसहरूलाई समान रूपले विभिन्न अवसरहरूमा पहुँच अथवा सहभागिता सुनिश्चित गर्नुपर्छ भनेर भनेको छ हैन। यसमा समानतामूलक दृष्टिकोणले चाहिँ समानतामा के गरिदिन्छ त जोड दिन्छ। त्यसपछि आउँछ समतामूलक दृष्टिकोण, इक्विटी बेस्ड एप्रोच। समानता र समता भनेको फरक हो हैन। समानता भनेको सबै वर्ग, जाति, क्षेत्र, समुदायका बीचमा विभेद नगर्नु, सबैलाई समान अवसर प्रदान गर्नु भन्छ भनेपछि इक्विटी बेस्ड एप्रोचले चाहिँ सामाजिक दृष्टिले, आर्थिक सामाजिक दृष्टि
सामाजिक न्यायका दृष्टिकोणहरूमध्ये दोस्रोमा रहेको छ समतामूलक दृष्टिकोण, इक्विटी बेस्ड एप्रोच। इक्वालिटी बेस्ड एप्रोच र इक्विटी बेस्ड एप्रोचमा के फरक छ भन्दाखेरि समानतामूलक दृष्टिकोणले चाहिँ सबै जाति, वर्ग, क्षेत्र, लिङ्ग, क्षेत्र र समुदायका मानिसहरू बिच समान व्यवहार गर्नुपर्छ, अवसरहरूमा समान पहुँच दिनुपर्छ भन्ने दृष्टिकोण राख्दछ भने समतामूलक दृष्टिकोणले चाहिँ समाजमा आर्थिक सामाजिक दृष्टिले पछाडि परेका मानिसहरूलाई विशेष अवसर र लक्षित कार्यक्रमहरू मार्फत सहयोग गर्नुपर्छ भनेर भन्छ होइन। यसमा समाजमा पछाडि परेका वर्ग जातिहरूलाई चाहिँ के गर्नुपर्छ त विशेष अवसर दिनुपर्छ, उहाँहरूको लागि चाहिँ लक्षित कार्यक्रमहरू मार्फत के गर्नुपर्छ त सहयोग गर्नुपर्छ भनेर भन्छ। यसमा समान दृष्टिले हेर्नुपर्छ भन्दैन। समतामूलक दृष्टिकोणले चाहिँ सबैलाई समान दृष्टिकोणले हेर्नुपर्छ भनेर भन्दैन कि जुन जाति, वर्ग, समुदाय, सामाजिक दृष्टिकोणले आर्थिक तथा सामाजिक दृष्टिकोणले पछाडि परेका छन् उहाँहरूलाई चाहिँ विशेष ट्रिटमेन्ट गर्नुपर्छ, उहाँहरूलाई चाहिँ विशेष अवसर प्रदान गर्नुपर्छ भनेर भन्छ। त्यही भएर समतामूलक दृष्टिकोणमा समाजमा आर्थिक सामाजिक दृष्टिले पछाडि परेका मानिसहरूलाई विशेष अवसर र लक्षित कार्यक्रम मार्फत सहयोग गर्नु के भन्छ त समतामूलक दृष्टिकोणले भन्छ। निःशुल्क स्वास्थ्य तथा पोषण, सीमान्तकृत समुदायका लागि खानेपानी, विशेष शिक्षा र तालिम आदि समानुपातिक प्रतिनिधित्वको व्यवस्थाका माध्यमबाट शासनमा सबैको पहुँच र अवसर प्रदान गर्नु। समानुपातिक प्रतिनिधित्वको अवस्थाबाट होइन, पिआर भन्छन्, प्रोपोर्सनल रिप्रेजेन्टेसनको माध्यमबाट शासनमा सबैको पहुँच र अवसर प्रदान गर्नु। आरक्षणको माध्यमबाट पछाडि परेका समुदायको पहुँच र प्रतिनिधित्व बढाउने। अहिले हाम्रो देशमा चाहिँ यो समतामूलक दृष्टिकोणलाई चाहिँ अगाडि सारिएको छ होइन सबैलाई। अनि शासन प्रणालीमा चाहिँ अब समानुपातिक प्रतिनिधित्वको पनि अवलम्बन गरिएको छ र प्रशासनिक क्षेत्रतिर चाहिँ आरक्षणको व्यवस्था गरिएको छ पछाडि परेका जातिहरूको लागि अथवा समुदायका मानिसहरूको लागि। पछाडि परेका समाजमा आर्थिक वा सामाजिक दृष्टिकोणले पछाडि परेका समुदायहरूको लागि आरक्षणको विशेष व्यवस्था रहेको छ। यो चाहिँ के भयो त समतामूलक दृष्टिकोण भयो। समतामूलक दृष्टिकोणले चाहिँ समान दृष्टिले हेर्ने होइन कि समाजमा आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेका समुदायहरूलाई चाहिँ विशेष अवसर प्रदान गर्नुपर्छ भनेर भन्छ। अब तेस्रो छ संरक्षणमूलक दृष्टिकोण, प्रोटेक्टिभ एप्रोच। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, शारीरिक एवं मानसिक कारणले असमर्थ, लोपोन्मुख र अल्पसङ्ख्यकहरूलाई विशेष कल्याणकारी कार्यक्रम मार्फत संरक्षण गरी सामाजिक न्याय प्रदान गर्ने। विभिन्न जनजातिका भाषा, लिपि, संस्कृति र परम्परागत व्यवसायको संरक्षण गर्ने। जस्तो प्रोटेक्टिभ एप्रोच भनेको हाम्रो जस्तो ज्येष्ठ नागरिकहरूलाई वृद्ध भत्ताको व्यवस्था छ, अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता भत्ताको व्यवस्था छ, अपाङ्गता भएका व्यक्तिहरूलाई आरक्षणको व्यवस्था छ सरकारी कोटाहरूमा होइन, सरकारी निकायमा आउनको लागि के भन्छन् यो विशेष आरक्षणको व्यवस्था छ। शारीरिक एवं मानसिक कारणले असमर्थहरूलाई पनि सामाजिक सुरक्षाको व्यवस्था छ। लोपोन्मुख र अल्पसङ्ख्यकहरूलाई जस्तै यो हाम्रो राउटे समुदायलाई के गर्छ त सङ्घीय सरकारले पनि भत्ताको व्यवस्था गरेको छ, प्रदेशको सरकारले पनि के गर्छ भत्ताको व्यवस्था गरेको छ। हो यस्ता लोपोन्मुख र अल्पसङ्ख्यकहरूलाई पनि विशेष कल्याणकारी कार्यक्रम मार्फत संरक्षण गरी सामाजिक न्याय प्रदान गर्ने। यसलाई के भन्छन् त संरक्षणमूलक दृष्टिकोण हो। सामाजिक न्यायको यो दृष्टिकोणलाई के भन्छन् त संरक्षणमूलक दृष्टिकोण। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, शारीरिक एवं मानसिक रूपले असमर्थ, लोपोन्मुख र अल्पसङ्ख्यकहरूलाई विशेष कल्याणकारी कार्यक्रम मार्फत संरक्षण गरी सामाजिक न्याय प्रदान गर्ने अवधारणालाई के भनिन्छ त संरक्षणमूलक दृष्टिकोण। सामाजिक न्यायको संरक्षणमूलक दृष्टिकोण भनिन्छ। विभिन्न जनजातिका भाषा, लिपि, संस्कृति र परम्परागत व्यवसायको संरक्षण गर्ने भनेर भन्छ। अब चौथोमा छ पुनर्स्थापित न्यायको दृष्टिकोण, एप्रोचेस फर रेस्टोरेटिभ जस्टिस भनेर भन्छ। पुनर्स्थापित न्यायको दृष्टिकोण विगतमा गरिएका अन्याय वा सीमान्तीकरणलाई सच्याउँदै न्यायको पुनर्स्थापना गर्ने। जस्तो छुवाछुत, कमलरी, हली, गोठाला प्रथा हटाउने। यसलाई के भन्छन् त पुनर्स्थापित न्यायको दृष्टिकोण। विगतमा गरिएका अन्याय वा सीमान्तीकरणलाई सच्याउँदै न्यायको पुनर्स्थापना गर्ने। जस्तो छुवाछुत, कमलरी, हली, गोठाला प्रथा हटाउने। अब नेपालमा सामाजिक न्याय प्रदान गर्ने सम्बन्धमा भएका व्यवस्थाहरू। नेपालमा सामाजिक न्याय प्रदान गर्ने सम्बन्धमा भएका व्यवस्थाहरूमा नीतिगत व्यवस्थामा छ नेपालको संविधान 2072 को धारा 42 मा मौलिक हकको रूपमा सामाजिक न्यायको हक रहेको छ। मौलिक हकको रूपमा नेपालको संविधान 2072 को धारा 42 मा मौलिक हकको रूपमा सामाजिक न्यायको हक
रहेको छ। आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने भनेर यसमा उल्लेख गरिएको छ है। आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ भनेर उल्लेख गरेको छ। आवधिक योजनामा समेत आदिवासी, जनजाति, दलित, महिला, मधेसी, पिछडिएको क्षेत्र, अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक न्यायमा आधारित लक्षित कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहेको छ। सामाजिक समावेशीकरणको माध्यमबाट राज्यको शासन प्रणालीका क्षेत्रमा समानता र समतामूलक प्रतिनिधित्वको सुनिश्चित गरेको छ। सामाजिक समावेशीकरणको माध्यमबाट राज्यको शासन प्रणालीका क्षेत्रमा समानता र समतामूलक प्रतिनिधित्वको सुनिश्चित गरिएको छ। निर्वाचन प्रणालीलाई समावेशी बनाई पिछडिएको क्षेत्र, वर्ग, समुदायलाई संरक्षण र अवसर प्रदान गरिएको छ। निर्वाचन प्रणालीलाई समावेशी बनाई पिछडिएको क्षेत्र, वर्ग, समुदायलाई संरक्षण र अवसर प्रदान गरिएको छ। निजामती सेवामा आरक्षणको माध्यमबाट समता र संरक्षणमा आधारित सामाजिक न्याय प्रदान गरिएको छ। निजामती सेवामा आरक्षणको माध्यमबाट समता र संरक्षणमा आधारित सामाजिक न्याय प्रदान गरिएको छ। छुवाछुत लगायतका सामाजिक विकृतिलाई दण्डनीय बनाउँदै पुनर्स्थापित न्याय प्रदान गरिएको छ। छुवाछुत लगायतका सामाजिक विकृतिहरूलाई दण्डनीय बनाउँदै पुनर्स्थापित न्याय प्रदान गरिएको छ। किसानहरूलाई सहुलियतपूर्ण मूल्यमा मल बिउको व्यवस्था गरिएको छ। पिछडिएको भौगोलिक क्षेत्रमा सहुलियतमा आधारित खाद्यान्नको व्यवस्था गरी संरक्षणकारी न्याय प्रदान गरिएको देखिन्छ। पिछडिएको भौगोलिक क्षेत्रमा सहुलियतपूर्ण खाद्यान्नको व्यवस्था गरी संरक्षणकारी न्याय प्रदान गरिएको देखिन्छ। यो के भयो त? नीतिगत व्यवस्था भयो। सामाजिक न्यायमा नेपालमा प्रदान गरिएका नेपालमा रहेको नीतिगत व्यवस्था चाहिँ यो रहेको छ। अब कार्यक्रमगत व्यवस्थाहरू चाहिँ सामाजिक न्याय प्रदान गर्न नेपालमा रहेका कार्यक्रमगत व्यवस्थाहरू चाहिँ स्टार्टअप बिजनेस इन्टरप्रेन्योरसिपको लागि बिना धितो सहुलियतपूर्ण कर्जाको व्यवस्था रु 1 अर्बको कोष स्थापना भएको। स्टार्टअप बिजनेस वा इन्टरप्रेन्योरसिपको लागि बिना धितो सहुलियतपूर्ण कर्जाको व्यवस्था रु 1 अर्बको कोष स्थापना भएको। प्रति महिना 20 युनिटभन्दा कम विद्युत खपत गर्नेलाई सहुलियत दरको शुल्क। दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीका लागि पूर्ण अनुदान। दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीको लागि पूर्ण अनुदान रहेको छ। साना किसानले लिएको रु 5 लाखसम्मको कर्जा ब्याज मिनाहा। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम 100 दिनको रोजगारी। सुक्खा, खडेरी, बाढी जस्ता विपदको कारण बालीमा क्षति भएमा मालपो छुट दिने व्यवस्था। महिलाको स्वामित्व हुने गरी जग्गा, जमिन, भवन खरिद गर्दा रजिस्ट्रेसन दस्तुरमा छुट। 70 वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको रूपमा भत्ता। एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता। 70 वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको रूपमा भत्ता। एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता। राउटे चेपाङ जस्ता लोकउन्मुख समुदायका मानिसलाई सामाजिक सुरक्षा भत्ता। कर्णाली प्रदेशका 60 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था। सार्वजनिक विद्यालयमा अध्ययनरत कक्षा 6 सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था। कर्णाली प्रदेशमा कक्षा 10 सम्म नै दिवा खाजाको व्यवस्था। अति विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई कक्षा 9 देखि 12 सम्म छात्रवृत्तिको व्यवस्था। ज्येष्ठ नागरिकलाई सरकारी अस्पताल र स्वास्थ्य संस्थामा 50% छुट सहुलियतको व्यवस्था। छुट्टै ज्येष्ठ नागरिक कक्ष जेरियाट्रिक वार्डको व्यवस्था गरिने। सरकारी अस्पताल र स्वास्थ्य संस्थामा 98 प्रकारका औषधिहरू निःशुल्क उपलब्ध गराइने। उपरोक्त व्यवस्थाले नेपालमा सामाजिक न्याय सोसल जस्टिस लागू हुँदै गएको देखिन्छ भनेर भनेको छ। यो चाहिँ भयो नेपालमा सामाजिक न्यायका लागि भएका कार्यक्रमगत व्यवस्थाहरू। यी माथि
दिइएको छ। अब सामाजिक न्यायका लागि गर्नुपर्ने थप प्रयास, अब नेपालमा सामाजिक न्यायका लागि गर्नुपर्ने थप प्रयासहरू के हुन सक्छन् त? संविधानमा भएका व्यवस्थाको क्रमशः कार्यान्वयन गर्दै सबै नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने अवस्थाको सिर्जना जरुरी छ। संविधानमा भएका व्यवस्थाको क्रमशः कार्यान्वयन गर्दै सबै नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने अवस्थाको सिर्जना जरुरी छ। संरचनागत रूपमा राज्यको शासकीय पद्धतिमा सबैको प्रतिनिधित्व सुनिश्चित भए पनि संरचनागत रूपमा राज्यको शासकीय पद्धतिमा सबैको प्रतिनिधित्व सुनिश्चित भए पनि अत्यन्त सीमान्तकृत समुदाय अझ पनि शिक्षा र स्वास्थ्यको पहुँच बाहिर रहेकोले विशेष कार्यक्रमको माध्यमबाट उनीहरूको अवस्थामा सुधार गरिनु पर्दछ। अझ पनि समाजमा छुवाछुत, विभेद र विकृति कायमै रहेकाले त्यसलाई हटाउन सबै क्षेत्रले पहल गर्नुपर्दछ। किसान तथा मजदुरको आर्थिक अवस्थामा सुधार हुन नसकेकोले व्यावसायिक कृषिका लागि थप सहुलियत र उत्पादनको बजार पहुँच हुनुपर्दछ। सम्मानयुक्त काम, डिसेन्ट वर्क र उचित ज्यालाको माध्यमबाट श्रमिकको जीवनस्तरमा सुधार हुनुपर्दछ। समावेशी प्रतिनिधित्वको व्यवस्था भए पनि विभिन्न समुदायभित्रका सीमान्तकृत समुदायको प्रतिनिधित्व अझ हुन नसकेकोले त्यसतर्फ राजनीतिक दलहरू के हुनुपर्छ त? सचेत हुनुपर्दछ। सशक्तिकरण र अवसरलाई सँगसँगै अघि बढाउनु पर्दछ। सशक्तिकरण र अवसरलाई सँगसँगै अघि बढाउनु पर्दछ, जसले पछाडि परेका समुदायको क्षमता विकास गर्दछ र वास्तविक सामाजिक न्याय प्राप्त हुन्छ भनेर भनेको छ। अब सामाजिक समानता, हामीले अहिलेसम्म सामाजिक न्यायको बारेमा पढ्यौँ। अब के छ त? सामाजिक समानता। सामाजिक समानताको परिचय, सबै मानिस समान छन्। सबै मानिस समान छन्। सशक्तिकरण, पहुँच र अवसरका माध्यमबाट सबै नागरिक समान हुने अवस्थाको सिर्जना नै समानता हो। सशक्तिकरण, पहुँच र अवसरका माध्यमबाट सबै नागरिक समान हुने अवस्थाको सिर्जना नै के हो त? समानता हो। समानता के हो त? सशक्तिकरण, पहुँच र अवसरका माध्यमबाट सबै नागरिक के हुन् त? समान हुने अवस्थाको, सबै सशक्तिकरण, पहुँच र अवसरका माध्यमबाट सबै नागरिक समान हुने अवस्थाको सिर्जना नै के हो त? समानता हो। के हो? समानता। समाजमा रहेका मानिसहरू सशक्तिकरण, पहुँच र अवसरको माध्यमबाट समान भएको अवस्था नै के हो त? सामाजिक समानता हो। के हो त? सामाजिक समानता हो। समाजमा रहेको विभेद अन्त्य गरी समानता कायम गर्नु नै सामाजिक समानता हो। समाजमा रहेको विभेद, त्यो आर्थिक विभेद होस् अथवा सामाजिक विभेद होस्, अथवा सांस्कृतिक विभेद होस्, हो त्यसको अन्त्य गरी समानता कायम गर्नु नै के हो त? सामाजिक समानता हो। समानतालाई अवरोध गर्ने खालका क्रियाकलाप, विभेद र वञ्चितीकरणको अन्त्य नै के हो त? सामाजिक समानता हो। समानतालाई अवरोध गर्ने खालका क्रियाकलाप जस्तै विभेद र वञ्चितीकरणको अन्त्य नै के हो त? सामाजिक समानता हो। राज्यका सेवा र सुविधा र विकासका प्रतिफलमा समान सहभागिता र लाभको अवस्था सिर्जना हुनु नै के हो त? सामाजिक समानता हो। राज्यका सेवा सुविधा र विकासका प्रतिफलमा राज्यले प्रदान गरेको सेवा सुविधा र विकासका प्रतिफलमा समान सहभागिता र लाभको अवस्था सिर्जना हुनु नै के हो त? सामाजिक समानता हो। के हो? सामाजिक समानता हो। यदि सामाजिक न्यायपछि मात्र के हुन्छ त? सामाजिक समानता कायम हुन सक्छ। यदि समाजमा सामाजिक न्याय कायम भएको छ भनेपछि मात्र के हुन्छ त? समाजमा सामाजिक समानता कायम हुन सक्छ, नत्र सामाजिक समानता कायम हुन सक्दैन। सामाजिक समानताको पूर्व शर्त के हो त? सामाजिक न्याय हो। सामाजिक समानताको पूर्व शर्त के हो त? सामाजिक न्याय हो। अब सामाजिक समानताको आवश्यकता किन छ त? प्रकृतिले सबै मानिसलाई समान हक प्रदान गरेको छ। प्रकृतिले कसैलाई काखा कसैले पाखा गरेको छैन। प्रकृतिले सबै मानिसलाई समान हक प्रदान गरेको छ। असमानता चाहिँ मानव सृजित हो भनिन्छ। अब जो हाम्रो यो समाजमा जो असमानता फैलिएको छ त्यो चाहिँ के हो त? मानव सृजित हो। प्रकृतिले कसैलाई असमान व्यवहार गर्दैन, सबैलाई समान व्यवहार गर्छ। जुन यो असमानता फैलिएको छ यसको के हो त? मानव सृजित हो। मानिस भूगोल, शारीरिक वा मानसिक स्वास्थ्य अवस्थाको कारण असमान अवस्थामा पुग्न सक्छ। यस्तो अवस्थामा विशेष माध्यमबाट सो असमानतालाई कम गर्नुपर्छ। मानिस चाहिँ भूगोल, शारीरिक वा मानसिक स्वास्थ्यका कारणले गर्दाखेरि के हुनसक्छ त? असमान अवस्थामा पुग्न सक्छ। यस्तो अवस्थामा विशेष माध्यमबाट सो असमानतालाई कम गर्नुपर्छ। मानवीय मूल्यलाई कायम गर्न पनि समानता जरुरी छ। मानवीय मूल्यलाई कायम गर्नु पनि समानता जरुरी छ। मानव विकासका लागि समानता आवश्यक हुन्छ। समानताले सबैको सम्मान, पहिचान र सहभागिता हुने हुँदा विकासमा समेत सहयोग पुग्दछ। संरचनागत मात्र नभई सारभूत समानता, सब्स्टेन्सिभ इक्वालिटी आवश्यक हुन्छ। संरचनागत मात्र नभई, संरचनामा मात्र समानता नभई सारभूत रियालिटीमा पनि के हुनुपर्छ त? समानता हुनुपर्छ, आवश्यक छ। समाज रूपान्तरणका लागि
समाज रूपान्तरणका लागि संरचनागत मात्र नभई सारभूत समानता के छ त आवश्यक छ। अब सामाजिक समानता कायम गर्ने तरिकाहरू के छन् त? सामाजिक समानता कायम गर्ने तरिकाहरू एउटा छ सशक्तिकरण, इम्पावरमेन्ट, ज्ञान, सिप, क्षमता र क्षमता दक्षताको अभिवृद्धि गरी ज्ञान, सिप, क्षमता, दक्षताको अभिवृद्धि गरी राज्यका लाभ र अवसर प्राप्त गर्न सक्षम बनाउने। सशक्तिकरणका माध्यमबाट सामाजिक समानता कायम हुन सक्छ। ज्ञान, सिप, क्षमता र दक्षताको अभिवृद्धि गरी राज्यका लाभ र अवसरहरू प्राप्त गर्न सक्षम बनाउने। त्यसपछि विशेष अवसर, स्पेसियल अपर्च्युनिटी, कमजोर वर्ग समुदायका लागि शिक्षा, स्वास्थ्य, आवास, सहुलियत, कर्जा, अनुदान उपलब्ध गराउनु। कमजोर वर्ग समुदायका लागि शिक्षा, स्वास्थ्य, आवास, सहुलियत, कर्जा, अनुदान उपलब्ध गराउनु। अर्को हुन्छ सहभागिता, पार्टिसिपेसनको माध्यमबाट राज्यका विभिन्न तह र क्षेत्रमा नीति तथा कार्यक्रम निर्माण र विकास व्यवस्थापनका विभिन्न चरणमा सबै वर्ग समुदायलाई सहभागी गराउनु। राज्यका विभिन्न तह र क्षेत्रमा नीति तथा निर्माणमा र विकास व्यवस्थापनमा विकास व्यवस्थापनका विभिन्न चरणमा सबै वर्ग समुदायलाई सहभागी गराउनु। सबै वर्ग समुदायलाई सहभागी गराएर के हुन्छ त सामाजिक समानता कायम गराउन सकिन्छ। सशक्तिकरण, विशेष अवसर, सहभागिता। अर्को छ सामाजिक न्याय, विभेदमा परेकाहरूलाई सामाजिक न्याय प्रदान गर्नु, विकृति हटाउनु। यसले पनि सामाजिक समानता कायम हुन सक्छ। सामाजिक सुरक्षा, अर्को के छ सामाजिक सुरक्षा, कमजोर वर्ग समुदायलाई सामाजिक सुरक्षा प्रदान गरी जीविका निर्वाहको सुनिश्चितता गर्नु। कमजोर समुदायलाई सामाजिक सुरक्षा प्रदान गरी जीविका निर्वाहको सुनिश्चितता गर्नु। अर्को छ सकारात्मक विभेद, पोजिटिभ डिस्क्रिमिनेसन, प्रतिस्पर्धा गर्न नसक्ने वा विशेष संरक्षण गर्नुपर्ने समुदायलाई सकारात्मक विभेदका कानुनी प्रबन्ध गर्नु। सशक्तिकरण, विशेष अवसर, सहभागिता, सामाजिक न्याय, सामाजिक सुरक्षा, सामाजिक विभेद, सकारात्मक विभेद। अर्को छ आरक्षण, रिजर्भेसन, राजनीतिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा निश्चित अनुपातमा कोटा पद्धति लागू गर्नु। राजनीतिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा निश्चित अनुपातमा कोटा पद्धति लागू गर्नु। समानुपातिक प्रतिनिधित्व, प्रोपोर्सनल रिप्रेजेन्टेसन, पिआर, जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको प्रणाली व्यवस्था गर्नु। जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व प्रणालीको व्यवस्था गर्नु। प्रतिनिधित्व प्रणालीको व्यवस्था गर्नु। अब नेपालमा सामाजिक समानताका लागि भएका प्रयासहरू। अब सामाजिक समानता कायम गर्ने तरिकाहरू चाहिँ सशक्तिकरण, विशेष अवसर, सहभागिता, सामाजिक न्याय, सामाजिक सुरक्षा, सकारात्मक विभेद, आरक्षण, समानुपातिक प्रतिनिधित्व रहेका छन् भने नेपालमा सामाजिक समानताका लागि भएका प्रयासहरू के रहेका छन् त? नेपालको संविधानको धारा 18 मा मौलिक हक अन्तर्गत समानताको हकको व्यवस्था गरिएको छ। नेपालको संविधानको धारा 18 मा मौलिक हक अन्तर्गत समानताको हकको व्यवस्था गरिएको छ। सबै नागरिक कानुनको दृष्टिमा समान हुने संवैधानिक व्यवस्था रहेको छ। सबै नागरिक कानुनको दृष्टिमा समान हुने संवैधानिक व्यवस्था रहेको छ। सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, भाषा, क्षेत्र आदिका आधारमा विभेद नगर्ने प्रष्ट व्यवस्था रहेको छ। राज्यले नागरिकहरूबीच कुनै पनि आधारमा भेदभाव नगर्ने व्यवस्था समानताको हक अन्तर्गत नै गरिएको छ। राज्यले नागरिकहरूबीच कुनै पनि आधारमा भेदभाव नगर्ने व्यवस्था चाहिँ समानताको हक अन्तर्गत नै गरिएको छ। सामाजिक तथा सांस्कृतिक दृष्टिले पछाडि परेका लिङ्ग, वर्ग, समुदायका नागरिकको लागि विशेष संरक्षण गर्ने कुरा समेत यो सो हक अन्तर्गत छ, जसले गर्दा समतामूलक समाजको निर्माण हुन जान्छ। नेपालको मानव अधिकारको घोषणापत्र, नेपालले मानव अधिकारको घोषणापत्र 1948, जातीय भेदभाव उन्मूलन सम्बन्धी महासन्धि, जातीय भेदभाव उन्मूलन सम्बन्धी महासन्धि 1965, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव विरुद्धको महासन्धि 1979, बाल अधिकार सम्बन्धी महासन्धि 1989, आदिवासी जनजाति अधिकार सम्बन्धी महासन्धि 1989, आदिवासी जनजाति अधिकार सम्बन्धी महासन्धि 1989, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि 2006, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि 2006 लाई अनुमोदन गरेको छ। यी महासन्धिहरूमा समान सहभागिता, पहुँच र अवसरको सुनिश्चितता गरिएको छ। यी महासन्धिहरूमा समान सहभागिता, पहुँच र अवसरको सुनिश्चितता गरिएको छ। संवैधानिक व्यवस्था र विभिन्न महासन्धिमा गरेको प्रतिबद्धता अनुसार नै कानुन तर्जुमा गरी कार्यान्वयन गरिएको छ। संवैधानिक व्यवस्था र विभिन्न महासन्धिमा गरिएको प्रतिबद्धता अनुसार नै कानुन तर्जुमा गरी कार्यान्वयन गरिएको छ। आवधिक योजना र बजेटमा पिछडिएको क्षेत्र एवं सीमान्तकृत समुदाय लक्षित शिक्षा, स्वास्थ्य, खाद्यान्न, पोषणका कार्यक्रम समावेश छन्। सामाजिक समानता कायम गर्न यिनले मद्दत पुग्दछ। लैङ्गिक बजेटको अवधारणाले महिला पुरुष सम विकासलाई महत्त्व दिन्छ। लैङ्गिक बजेटको अवधारणाले महिला पुरुष सम विकासलाई महत्त्व दिन्छ। लैङ्गिक बजेटको अवधारणाले महिला पुरुष सम विकासलाई महत्त्व दिन्छ। नेपालमा बजेट तर्जुमा गर्दा लैङ्गिक दृष्टिकोण अवलम्बन गरिएको छ। नेपालमा बजेट तर्जुमा गर्दा लैङ्गिक दृष्टिकोण के गरिएको छ त अवलम्बन गरिएको। अब सामाजिक समानताका लागि
गर्नुपर्ने थप प्रयास। अब नेपालमा चाहिँ नेपालले चाहिँ सामाजिक समानताका लागि गर्नुपर्ने थप प्रयासहरू के छन् त? लक्षित वर्ग समुदायका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यका माध्यमबाट सशक्तिकरण गर्ने स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता। लक्षित वर्ग समुदायका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यका माध्यमबाट सशक्तिकरण गर्ने स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता। सार्वजनिक सेवा र विकासका कार्यमा लक्षित समुदायको संलग्नता अभिवृद्धि। सार्वजनिक सेवा र विकासका कार्यमा लक्षित समुदायको संलग्नता अभिवृद्धि। सार्वजनिक सेवा र विकासका कार्यमा लक्षित समुदायको संलग्नता अभिवृद्धि। विपद र सङ्कटबाट प्रभावितहरूलाई सहयोग, राहत र पुनर्स्थापन। विपद र सङ्कटबाट प्रभावितहरूलाई सहयोग, राहत र पुनर्स्थापना। विपद र सङ्कटबाट प्रभावितहरूलाई सहयोग, राहत र पुनर्स्थापना। सुकुम्बासी भूमिहीनको बसोबास र रोजगारी। विपद र सङ्कटबाट प्रभावितहरूलाई सहयोग, राहत र पुनर्स्थापना। सुकुम्बासी भूमिहीनको बसोबास र रोजगारी। कृषकका लागि सहुलियत पशु बिमा, बाली बिमा। व्यावसायिक कृषिमा सहयोग, भूमिहीनहरूलाई जग्गा जमिन उपयोग गर्न दिने नीति अवलम्बन। कृषकका लागि सहुलियत पशु बिमा, बाली बिमा। व्यावसायिक कृषिमा सहयोग, भूमिहीनहरूलाई जग्गा जमिन उपयोग गर्न दिने नीति अवलम्बन। कृषकका लागि सहुलियत पशु बिमा, बाली बिमा। व्यावसायिक कृषिमा सहयोग, भूमिहीनहरूलाई जग्गा जमिन उपयोग गर्न दिने नीति अवलम्बन। मजदुरका लागि जीवन सहज हुने गरी उपयुक्त ज्याला। स्वदेशमा नै रोजगारी। सामाजिक विकृति, तडक भडकको अन्त्यका लागि सचेतना र कानुनी प्रबन्धको कार्यान्वयन। भ्रष्टाचार नियन्त्रण र सुशासन। यी कुराहरू चाहिँ सामाजिक समानताका लागि नेपालले गर्नुपर्ने थप प्रयासहरू रहेका छन्। अब सामाजिक समानता र सामाजिक न्याय बीचको भिन्नता के छ त? अब सामाजिक समानता र सामाजिक न्याय बीच के कुराहरू फरक रहेका छन् त? यी दुईटा बीचको भिन्नताहरू तल दिएको छ। अब सामाजिक समानता, सबै नागरिकहरूबीच राजनैतिक अधिकार, आर्थिक अवसर, शिक्षा, स्वास्थ्यमा समान पहुँच र मर्यादित जीवनको अवस्था नै के हो त? सामाजिक समानता। सबै नागरिकहरूबीच राजनैतिक अधिकार, आर्थिक अवसर, शिक्षा, स्वास्थ्यमा समान पहुँच। राजनैतिक अधिकार, आर्थिक अवसर, राजनैतिक अधिकार, आर्थिक अवसर, शिक्षा, स्वास्थ्यमा समान पहुँच र मर्यादित जीवनको अवस्था नै के हो त? सामाजिक समानता। सबै नागरिक बीच राजनैतिक अधिकार, आर्थिक अवसर, शिक्षा, स्वास्थ्यमा समान पहुँच र मर्यादित जीवनको अवस्था नै के हो त? सामाजिक समानता हो। सामाजिक न्यायमा सामाजिक समानता प्राप्तिका लागि संवैधानिक, कानुनी र कार्यक्रमगत रूपमा अवलम्बन गरिएको समानता उन्मुख व्यवस्था के हो त? सामाजिक न्याय हो। सामाजिक समानता प्राप्तिका लागि संवैधानिक, कानुनी र कार्यक्रमगत रूपमा अवलम्बन गरिएको समानता उन्मुख व्यवस्था के हो त? सामाजिक न्याय हो। सबै नागरिकका बीच राजनैतिक अधिकार, आर्थिक अवसर र शिक्षा, स्वास्थ्यमा समान पहुँच र मर्यादित जीवनको अवस्था नै के हो त? सामाजिक समानता हो। सामाजिक समानता प्राप्तिका लागि संवैधानिक, कानुनी र कार्यक्रमगत रूपमा अवलम्बन गरिएको समानता उन्मुख व्यवस्था के हो त? सामाजिक न्याय हो। सामाजिक समानता प्राप्तिका लागि संवैधानिक, कानुनी र कार्यक्रमगत रूपमा अवलम्बन गरिएको समानता उन्मुख व्यवस्था के हो त? सामाजिक न्याय हो। सामाजिक समानताले सामाजिक न्यायको अनुभूति दिलाउँछ। सामाजिक न्यायले समानतातर्फ डोर्याउँछ। सामाजिक न्यायले के गर्छ त? समानतातर्फ डोर्याउँछ। सामाजिक समानताले चाहिँ सामाजिक न्यायको अनुभूति दिलाउँछ। सामाजिक न्यायले चाहिँ समानतातर्फ डोर्याउँछ। समाज विकासको पूर्ण अवस्था हो यो। सामाजिक न्याय भनेको समाज विकासको पूर्ण अवस्था हो। सामाजिक विकासको पूर्ण अवस्था भयो भने मात्र समाजमा के हुन्छ त? समानता कायम हुन्छ। समाज विकास उन्मुख सङ्क्रमणकालीन अवस्था हो। सामाजिक न्याय भनेको चाहिँ सामाजिक विकास उन्मुख सङ्क्रमणकालीन अवस्था हो। सामाजिक समानता चाहिँ पूर्ण रूपमा सामाजिक समानता कठिन विषय हो। पूर्ण रूपमा सामाजिक समानता के हो त? कठिन विषय हो। मानिसमा रहेको ज्ञानसिप पूर्ण रूपमा सामाजिक समानता कठिन विषय हो। समाजमा रहेका ज्ञान, सिप र क्षमतामा पनि समानता निर्भर रहन्छ। मानिसमा रहेका ज्ञान, सिप र क्षमतामा पनि समानता निर्भर रहन्छ। पूर्ण रूपमा सामाजिक न्याय सम्भव हुने विषय हो। जातीय, भाषिक, सामुदायिक, लैङ्गिक, भूगोल बीच विभेद नहुने र सकारात्मक विभेदको अवस्था सिर्जना गर्ने हो। मानवीय सृजनशीलतामा हुने फरक पनि सामाजिक न्यायको क्षेत्र नै होइन। मानवीय सृजनशीलतामा हुने फरक सामाजिक न्यायको क्षेत्र नै होइन। अनि होरिजेन्टल सोसियल रिलेसनको अवस्था, यदि सामाजिक समानता कायम भयो भने चाहिँ होरिजेन्टल सोसल रिलेसनसिप, समाजमा चाहिँ होरिजेन्टल सोसल रिलेसनसिपको अवस्था सिर्जना हुन्छ।
अनि भर्टिकल रिलेसन, अब सामाजिक न्यायले चाहिँ भर्टिकल रिलेसनलाई होरिजेन्टल बनाउन अवलम्बन गर्ने रणनीति हो यो। अब सामाजिक न्याय भनेको चाहिँ भर्टिकल रिलेसनलाई, विभेदपूर्ण रिलेसनलाई होरिजेन्टल रिलेसन, समानतापूर्ण रिलेसनसिपमा सम्बन्ध स्थापित गराउनको लागि अवलम्बन गर्ने रणनीति के हो त? सामाजिक न्याय हो। के हो? सामाजिक न्याय। ल साथीहरू, सामाजिक समानता र सामाजिक न्यायका बिचमा यी फरकहरू रहेका छन्। हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद छ। यो मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। म अन्य यस्तै भिडियोहरू लिएर आउनेछु। आजको लागि चाहिँ हस् त, धन्यवाद।